ल साथीहरु, म रुपेश भट्टराई चाहिँ फाइनल्ली अहिले धनकुटाको भेरेटार आइपुगेको छु र तपाईहरुले देखिरहनु भएको छ भेरेटारको बजार अनि भ्यू टावर, स्काई भ्यू टावर पनि देखिरहनु भएको छ। यहाँ चाहिँ हाम्रो पूर्वाञ्चलको धेरै ठाउँको साथीभाइहरु भिजिट गर्नको लागि आउने गर्नुहुन्छ र नेपालबाट मात्र नभएर यहाँ इन्डियाबाट पनि यो स्काई भ्यू टावरमा भिजिट गर्न र वारिपारिबाट भिडियो सुट गरेर भ्यू लिनको लागि पनि आउने गर्नुहुन्छ हैन। यो चाहिँ भेरेटार है त साथीहरु, यस्तो छ है भेरेटार चाहिँ, यति सुन्दर छ। पहाडको टुप्पोमा रहेको यो भेरेटार सुन्दर छ है त। र भेरेटार वारिपारिका वन जंगलहरु अनि धरान जाने रोड पनि देख्न सक्नुहुन्छ तपाईहरुले। र खडीले उजाड बनेका डाँडा काँडाहरु हैन, जंगलहरु चाहिँ हिजो आज उजाड देखिने गर्छन्। जेठ असारको सिजनमा चाहिँ पुरै एकदमै मनमोहक, मन लुब्याउने हुन्छन् है डाँडा काँडाहरु चाहिँ। हरियाली भएपछि चाहिँ र यतापट्टि देख्न सक्नुहुन्छ यो चाहिँ धरान जाने रोड हैन। अनि यहाँ छोटा मोटा भेरेटारकै गाउँहरु अथवा सहरहरु यति सुन्दर छ भेरेटारको। यो चाहिँ भ्यू है त। भिडियो कस्तो लाग्यो भिडियोमा लाइक, कमेन्ट, शेयर गर्नु होला है त।